अब मैले एच पाइलोरीको ट्रिटमेन्ट त लिइसकेँ होइन। डाक्टर साहबले दिनुभएको औषधिहरूको समय अवधि पुऱ्याएर खाएँ होइन। अब हजुरले 15 दिनको एन्टिबायोटिक खाएर पनि यसको सिम्पटम्स चाहिँ कता कता रहिरहन्छ। हामीलाई झट्ट निको भएको महसुस हुँदैन। खाना खाँदाखेरि स्टिल पेट बिजाको जस्तै नै हुने होइन। अनि खाना पनि यति धेरै रुचि नहाल्ने एकैचोटि होइन। अनि निको भएको छु कि छुइनँ कि निको भएँ भएन यस्तो खालको कन्फ्युजन दिमागमा आइरहँदो रहेछ। किनभने त्यो सिम्पटम्स एकैचोटि नजाँदो रहेछ। तपाईँले एकैचोटि भोलिदेखि खाना खाइहाल्ने होइन, ट्रिटमेन्ट सकिने साथ तपाईँलाई त्यो पेटमा चाहिँ असहजता एकैचोटि गायब नहुने रहेछ। त्यो सिम्पटम्सहरू कता कता भइ नै रहने, त्यसले मानसिक तनाव त दिइ नै रहँदो रहेछ क्या किसिमको। र मैले चाहिँ अब सोचेँ, अब मैले यत्रो औषधि पनि गरेँ होइन, औषधि पनि गरेँ अनि मलाई निको भएको जस्तो महसुस हुँदैन। सिम्पटम्सहरूको बारेमा, समस्याहरूको बारेमा हामी इन्टरनेटमै सर्च गर्छौँ होइन। त्यसले चाहिँ हामीलाई धेरै सहज पनि बनाएको छ। र मैले पनि त्यसमा त्यही स्टडी गर्ने क्रममा चाहिँ धेरै मान्छेको भिडियोहरू देखेँ। अनि मैले चाहिँ होम रेमेडिज घरमै के गर्न सकिन्छ त भन्ने स्टडी गर्दाखेरि चाहिँ लकिली के पाएँ भनेर भन्दाखेरि ट्रिटमेन्ट सकेर पनि यो जुन खालको जुन असहजता सिम्पटम्स रहिरहेको जस्तो महसुस हुँदाखेरि चाहिँ धेरै जस्तो मान्छेलाई चाहिँ मानसिक तनाव चाहिँ हुँदो रहेछ। मलाई पनि भयो। अनि अर्को घरमा गर्न सक्ने कुरा चाहिँ के रहेछ भनेर भन्दाखेरि चाहिँ सुन्नुहोस् है, एकदमै ध्यान दिएर सुन्नु होला हजुरहरूले। घरमा हामीले गर्न सक्ने कुरा भनेको चाहिँ के रहेछ भने एउटा चाहिँ बेसार, अर्को चाहिँ लसुन, अनि त्यसपछि रह्यो ग्रिन टी, अनि त्यसपछि रह्यो मेन इम्पोर्टेन्ट भनेको चाहिँ दही है। किनभने दही भनेको चाहिँ प्रोबायोटिकमा मानिन्छ होइन। अनि यो प्रोबायोटिक चाहिँ हाम्रो गट्सको लागि पेट, अब एच पाइलोरीले त पेटमै समस्या देखाइरहेको हुन्छ, गराइरहेको हुन्छ नि त होइन। अनि त्यो निको हुनुको लागि त अब हामी खाना त खाइरहेकै हुन्छौँ, उसलाई निको हुन पनि टाइम लाग्छ कि एकदमै। अनि त्यसैले गटलाई निको पार्नको लागि चाहिँ हामीले प्रोबायोटिक खानेकुरा खानुपर्दो रहेछ। प्रोबायोटिकमा खाना चाहिँ हाम्रो दही चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा रहेछ। बेसार, ग्रिन टी, अनि त्यसपछिबाट लसुन अनि दही। यति कुरा चाहिँ म बिहान उठ्न साथ एक बिहानै खाली पेटमा मनतातो पानी थोरै पिउँथेँ। अनि त्यसपछिबाट त्यो पिइसकेपछि मैले लसुन, 2टा लसुन, कसैले चाहिँ भन्छ भिजाएर राख्नु 10 मिनट जति भन्नुहुन्छ, मलाई चाहिँ धैर्यता भएन भिजाएर राख्नुको लागि होइन। मैले चाहिँ लसुनलाई सिधै 2टा लसुन चपाउँछु अनि मुखमा 1 गिलास पानी लायो, गुटु 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 पियो, एक बिहानै है। अनि त्यसपछिबाट 2-3 चिम्टी बेसार होइन, 2-3 चिम्टी बेसार पानीमा घोल्दिनँ, सिधै मुखमा हाल्छु अनि फेरि मनतातो पानी 2-4 घुटी पिउँछु, खाइदिन्छु। अनि त्यसपछिबाट रह्यो मेरो बिहानको प्रोसेस है। यो चाहिँ मैले मेरो गट्सको लागि एच पाइलोरीबाट एकदमै रिलिभ हुनको लागि चाहिँ यो चाहिँ आफ्टर ट्रिटमेन्ट त गर्नुपर्छ है। त्यसबाहेक पनि त्यो जुन सिम्पटम्सहरू यति चाँडै जाँदैन, त्यसको लागि चाहिँ म चाहिँ दही चाहिँ अब एकैचोटि यति धेरै खाने होइन। म चाहिँ के गर्थेँ भने 2 चम्चा दहीलाई 1 गिलास पानीमा हालेर घोलेर पिउँछु। किनभने धेरै दही खानु पनि अब कसैको त अब बातहरू हुन्छ, जोइन्ट पेनहरू हुन्छ। अनि त्यो भएको हुनाले 2 चम्चा दही चाहिँ लाएर म 1 गिलास पानीमा पिउँछु एभ्री डे। त्यसरी नै मैले करिब यो एक्सपेरिमेन्ट चाहिँ मैले आफैलाई करिब हप्ता दिन गरिसकेपछि यस्तो चमत्कार भयो, यस्तो जादु भयो मलाई भने। कस्तो भयो भने यो पेन जुन दुखाइ थियो नि, मैले त्यत्रो ट्रिटमेन्ट गरेँ होइन, औषधि खाएँ, त्यो दुखाइ गएको थिएन। डक्टरको औषधि सकिसक्दाखेरि पनि एन्टिबायोटिक सकेर डक्टरले दिनुभएको त्यो पिपिआई ट्रिटमेन्ट, त्यो ग्यास्ट्रिकको औषधि 1 महिना खाएर पनि त्यो दुखाइ गएको थिएन। त्यो सिम्पटम्स जुन पेटमा जुन खाना खाँदा बिजाको जस्तो हुने, घाँटीमा अड्के जस्तो हुने, त्यो सिम्पटम्स गएकै थिएन। तर जब मैले यो जुन होम रेमेडिज आफैले एक्सपेरिमेन्ट गर्न थालेँ आफ्नो लागि,
मलाई 3-4 दिनदेखि नै महसुस हुन थाल्यो, राम्रो आयो। म एकदमै खुसी भइरहेँ भित्रभित्र होइन। तर मैले अझै पनि 1 हप्ता 10 दिन आफूलाई ट्रायलमा राखिराखेँ। त्यसपछि के भयो भने यो मेरो महिनौदेखिको हजुरको भन्नुहुन्छ भने 6-7 महिनाभन्दा बढी भएको थियो। यति यो दुखाइ, यो पेन, हरेक खालको मसाज गर्दाखेरि पनि नगएको पेन यसरी गायब भयो है। त्यो दुखाइ यस्तो चुट्कीमा गायब भयो। अनि त्यसपछिबाट त्यो जुन खाना खाँदाखेरिको असहजता हुन्थ्यो नि, बिजाको जस्तो हुने, यो घाँटी अड्के जस्तो, जादु यस्तो मजाले गायब भयो। म यति खुसी भएँ होइन। अनि यो जति पनि सिम्पटम्सहरू मैले 6-7 महिना 8 महिनादेखि झेलिरहेकी थिएँ, यो त एच पाइलोरीले गरेको रहेछ नि त मलाई। डाक्टर साहबले दिनुभएको औषधिले पनि त्यो सिम्पटम्सहरू गएको थिएन। तर जब मैले यो होम रेमेडिज घरमा आफै बेसार अनि लसुन, ग्रिन टी, दही, यी कुराहरू मैले रेगुलर बेसमा बिहानै खान थालेँ। अहिले मलाई त्यो दुखाइ छैन। अहिले मलाई त्यो जुन पेट हुन्छ नि खाना खाँदा बिजाउने त्यस्तो छैन। घाँटीमा जुन अड्केको जस्तो महसुस हुने त्यो छैन। सो त्यसैले म अहिले त्यो सिम्पटम्सहरूबाट मुक्त छु होइन। त्यो दुखाइ छैन। दुखाइ पनि अहिले त सपना जस्तो लाग्छ। मैले त्यो घरमा होम रेमेडिज गर्न थालेको 3-4 दिनभित्रमा मलाई त्यो पेन, त्यो जुन पेटमा भएको असहजता, घाँटीमा अड्के जस्तो हुने चुट्कीमै गायब भयो। सो मेरो यो आफ्नो पर्सनल एक्सपिरियन्स हो होइन। धेरैले इन्टरनेटमा मैले भनेको सुनेको थिएँ, उहाँहरूले पनि यही भन्नुहुन्थ्यो होइन। अनि मलाई पनि मैले आफैलाई त्यो एक्सपेरिमेन्ट गरेँ नि त। अनि अहिले म एकदमै एच पाइलोरीबाट पनि फ्री भएँ। र एच पाइलोरीबाट फ्री मात्र होइन कि त्यसले धेरै लामो समयसम्म दुःख दिने रहेछ क्या। त्यो जुन निको भएँ कि भएन कि भन्ने एक किसिमको मानसिक टर्चर र त्यो जुन लक्षणहरू, त्यो असहजता त्यही नै रहिरहने रहेछ क्या। त्यो औषधिले मात्रै फुल्ली काम नगर्दो रहेछ। ब्याक्टेरिया त मार्यो, तर पनि त्यो जुन हुन्छ नि एक किसिमको असहजता, त्यो सिम्पटम्स त्यो चाहिँ रहि नै रहँदो रहेछ। र त्यो हटाउनुको लागि चाहिँ मैले गरेको भनेको कुरा चाहिँ यही हो, घरमा आफै अपनाएँ। अहिले म एच पाइलोरीबाट चाहिँ मुक्त भएकी छु। र जुन त्यो असहजता थियो, खाना अरुचि हुने होइन, अनि दुखाइ त के भन्ने, म बयान गर्न सक्दिनँ। म यति खुसी छु र म कति महिनादेखि तडपमा थिएँ, कति तडपाइमा थिएँ। सो मैले मेरो एक्सपिरियन्सबाट म निको भएँ होइन। मलाई आशा छ यो मेरो भिडियोले पनि हजुरहरूलाई कसै न कसैलाई कहीँ न कहीँ काम लाग्न सक्छ। र यो भिडियो पुरा सुन्नु होला। हजुरहरूको घरमा पनि छरछिमेकी छेउमा पनि यदि कसैलाई चाहिँ अब एच पाइलोरी छ अथवा ग्यास्ट्रिक छ भने मैले जसरी अपनाएँ आफ्नो लागि होइन, हजुरहरूले पनि अपनाउनु होला होइन। तर कन्टिन्युटी दिनु होला, किनभने कन्टिन्युटी दिएन भने निको हुँदैन।